हामी जस्तो अर्काको देशमा गुलामी गरी खानेले न भोट दिन पाइन्छ, न भोटको बेला भनेको बेला ढ्याक्कै घर जान पाइयो, न आफ्नो रुटिनमा कुद्न पाइयो। अर्काको अन्डरमा भएपछि न आफ्नो अन्डरमा चलेको जस्तो हुन्छ। अब अर्काको अन्डरमा भएपछि त सक्यो क्या, भोट हाल्नु त जानुपर्ने। अब भोटकै कुरा आउँछ, भोट त हाल्नुपर्ने। एक भोटले पनि ठुलो गेम खेल्छ नि त, त्यही भएर भोट हाल्नु चाहिँ मन परेको। हेलो एभ्रिवान, नमस्ते अनि स्वागत छ आजको नयाँ भिडियोमा तपाईँहरूलाई। र आज बिदाको दिन पनि फेरि घुम्न चाहिँ अब त्यस्तै भन्दा नि मेरो सपिङ गर्ने पारो र सपिङ गर्न जाँदै त्यता घुम्न निस्किन मन लागेको आज चाहिँ। अनि त्यस्तै यसपालिको त्यस्तो लामो बिदामा पनि त्यस्तो राम्रोमा ट्रेकिङ पनि जान सकिनँ, हाइकिङ पनि गर्न सकिनँ, हाइकिङ पनि जान सकिनँ, अनि घुम्न पनि जान सकिनँ। त्यो आफ्नै मेरो प्रब्लम होइन। त्यस्तै छ, कम्पनी चलेको छैन, एकदम कामै छैन होइन अहिले कम्पनीमा। सो कामै नभएकोले गर्दाखेरि चाहिँ अब दायाँ बायाँ गर्न पनि अलिक गाह्रो भइरहेछ। अनि नेपाल गएर आएको पैसा सबै सिद्ध्याएर आएँ होइन, पैसा छैन, अनि त्यसले गर्दा म घुम्नु सकिरहेको छैन। तर पनि ठिकै छ, अब बिस्तारै हुन्छ। अनि आज चाहिँ त्यही हो मेरो, अब त्यही अब सपिङ गर्ने पालो छ। भोलिदेखि त भोलि पर्सिदेखि त काम हो। अनि आज सटरडे, भोलि सन्डे। अनि म चाहिँ आज सपिङ गर्न जानु लागेको। टक्क सपिङ गर्न जाँदै टक्क पारेर होइन भिजिट गर्नु पऱ्यो। अब भ्लग त बनाउनु पऱ्यो होइन। अब भ्लग पनि बन्नेवाला छ, सपिङ पनि गर्दै त्यता भ्लग बढ्दै म जान्छु। भिडियो हेर्दै गर्नु होला। अनि त्यही छ, कान्छो चाहिँ अब बजार गएन, अनि म मात्रै जानु लागेको अहिले। अनि मेरो चाहिँ अर्को प्रब्लम के पनि छ भन्दाखेरि तपाईँको हप्तैपछि म चाहिँ हस्पिटल जानुपर्ने छ। मेरो कपालमा के भन्छ, एलोपेसिया के भन्छ त्यस्तो एउटा हुन्छ नि, कपाल झरेको थियो मेरो होइन। त्यसले गर्दाखेरि म हस्पिटल कन्टिन्यू गइरहेको छु। एलोपेसिया भयो भने चाहिँ अब दबाई पनि दिँदो रहेछ, अनि त्यो इन्जेक्सन पनि दिँदो रहेछ। मतलब हुन्छ नि, एलोपेसिया भनेर सर्च गरेर हेर्दा हुन्छ, त्यस्तो प्रब्लम भएको थियो मेरो। त्यसले गर्दाखेरि हस्पिटल जानु परेको थियो। त्यो हस्पिटल गइरहेको छु कन्टिन्यू कति 2 महिना लगभग हुनु लागिसक्यो। 2 महिनामा 2 हप्ता चाहिँ रेस्ट गरायो, अनि अरू हप्ता त कन्टिन्यू म गइरहेको छु। कन्टिन्यू गइ छ। अब कहिले पालो सकिने, आज के हुन्छ अब हेरौँ। कस्तो दौडे पनि बसलाई मैले भेट्नै सकिनँ कि कस्तो खुट्टै दुख्यो है। मान्छेको यो नि एक्सर्साइज गर्ने बानी नभएपछि एकदमै गाह्रो हुँदो रहेछ क्या। एक्सर्साइज गर्ने बानी हल्का फुल्का बसाल्नै पर्छ भनेको चाहिँ यही हो। कहिलेकाहीँ त के आपत पर्छ, दौडिनु पर्छ होइन। अब आज दौडिनु पऱ्यो, कस्तो 5 मिनट म त लेट भएँ क्या। अनि बसले छोडेर गइसकेछ। अब 10-11 मिनट पर्खिनु पऱ्यो, अनि बल्ल बस आउँछ। मेरो हस्पिटल जानु छ। हस्पिटल चाहिँ 2 बजीभित्र आज बन्द हुन्छ। शनिबार 2 बजीसम्म खोल्छ कोरियाको हस्पिटलहरू, अनि 2 बजेपछि सबै बन्द हुन्छ। क्लिनिकहरू पनि बन्द हुन्छ। अनि कुनै क्लिनिकहरू चाहिँ खोल्छ, तर म्याक्सिमम् बन्द हुन्छ। सो म चाहिँ अब के गर्ने भने 2 बजीभित्र, अब यहाँबाट अहिले 1:10 भइसकेछ। 1:10, 2 बजीभित्रमा अब हस्पिटल छिर्नै पर्छ, नत्र भने आज हस्पिटल छुट्नेवाला छ। बिचरा कसले यहाँ चारो राख्दै गरेछ, बिचरा बिरालोले खाँदैछ। म्याउ म्याउ, खाऊ। देख्नुभएको छ कोरियाको बिरालोहरू कस्तो मोटो हुन्छ क्या। बिचरा मलाई देखेर खान छोड्यो कि क्या बिचरा होइन, कत्रो मोटो के। चिलले यस्तो बिरालोहरू कहाँ बोक्नु सक्नु नि, यस्तो मोटो न मोटो छ नि। कोरिया अलिक जाडो ठाउँ हो नि त, त्यसले गर्दा चाहिँ यहाँको बिरालोहरू पनि कस्तो मोटो। कुकुरहरू पनि प्रायः मोटोहरू हुन्छ, तर हाम्रोमा भएको कुकुर चाहिँ मोटो छैन है। फेरि यत्रो हतार गरेर आएँ, हस्पिटलै बन्द रहेछ क्या आज चाहिँ फेरि। अब हस्पिटल बन्द छ त कहिले आउने, सटरडे। आज सटरडे, सन्डे खोलिँदैन हो। सन्डे खोलिँदैन, मन्डे खोलिन्छ। मन्डे खोलेपछि मन्डे आउनु पर्यो। फेरि मन्डेदेखि ड्युटी छ फेरि। अब के गर्ने त, मन्डे काम छिटो सिद्ध्याएर मन्डे आउने बेला भयो है। कति धेरै आज चाहिँ साइकलहरू छ, अस्ति त थिएन यत्रो धेरै। सबै प्रयोगमा भइरहेको बेला चाहिँ साइकलहरू हुँदैन, प्रयोग नभएको बेला चाहिँ साइकलहरू टन्नै हुन्छ। हेर्नु न पछाडि है। अब आफ्नो हस्पिटलको काम नभएपछि म ट्रेन स्टेसनको अगाडि आएर, माथि देख्न सक्नुहुन्छ ट्रेनको स्टेसन, यो ट्रेनको स्टेसन हो। अनि ट्रेनको स्टेसनको अगाडि चाहिँ यस्तो टक्क बस्ने ठाउँहरू छ। अब बस्न पाएको छु, चट्ट बसिरहेको छु। गफसप बुढाहरूले चट्ट गफसप लाउँदै रहेछन्, यसो सुनेको। योचोटिको भ्याकेसनमा त्यस्तो अब स्पेसल्ली चाहिँ घुम्न जानै सकिएन, स्पेसल पनि भएन होइन। अनि यसो त्यो काम नभएको देख्दाखेरि चाहिँ मलाई के लाग्छ भने होइन, मेरो विचारमा चाहिँ घरिघरि के लाग्छ भने, यस्तो ट्याक्क टाइम मिलाएर, चुनाव पनि आइरहेछ, भोट हाल्न जान पाए त एकदमै राम्रो हुन्थ्यो होइन। अब भोट हाल्ने टाइम एकदमै आइरहेछ, विदेशबाट अब भोट हाल्न पाए त एकदमै राम्रो हुन्थ्यो।
अब विदेशबाट भोट हाल्नु हामीले पाइँदैन। सो एकदम टाइम मिले त म त भोट हाल्न पनि जान्थेँ, घर पनि जान्थेँ होइन। अब भोट हाल्नकै लागि भए पनि अब जान सकिन्थ्यो, तर भर्खरै अब छुट्टी मिल्दैन। अब सबैको के गर्ने र होइन, अब भोट हाल्न त पर्ने नै हो नि। भोट इज मोस्ट इम्पोर्टेन्ट नै हो क्या, भोट हाल्नै पर्ने छ। तर भोट हाल्न पाइएन अब योचोटिलाई, अब हातै उठाउनु पर्ने भयो होइन। के गर्ने, अब रहर त थियो, मलाई जान पनि मन थियो, भोट हाल्न मन थियो। जसरी पनि भोट मेरो एक भोटले भए पनि भरे काम गर्न सक्छ नि त, त्यही भएर एकदम इम्पोर्टेन्ट छ। भरे मेरो एक भोटले हामी जित्यो भने त होइन, राम्रो व्यक्तिले मेरो एक भोटले पनि जित्यो भने त राम्रो बन्छ नि त, देश राम्रो बन्यो भने त सक्यो होइन। त्यो भएर राम्रो बन्न सक्यो भने त म र टाइम मिल्यो भने त अब भोट हाल्नुमा पनि जानु पऱ्यो भनेर सोचेको। अब मैले आफ्नै प्राइभेट तरिकाले सोचिरहेको थिएँ, घरमा नि कुरा गरेको छुइनँ र टाइम मिल्यो भने भनेको। अब तर के गर्ने, यहीँ घुमी खाने पैसा छैन, अब कसरी नेपाल जाने यो स्थितिमा होइन, जानै सकिएन। अनि अब मैले त्यो कुरालाई हाम दिएँ, अब यतिकै बस्ने, नर्मली काम हुन्छ, अब बेसिक टाइम मात्रै काम भइरहेछ, त्यो कामलाई अब गर्दै बस्नुपर्ने छ। यस्तै छ साथी मित्रहरू। अनि यतिखेर चाहिँ म बजारमा सपिङ गरिसकेर पनि फर्किँदै गरेको। सपिङ गरेको त कति देखाउन, त्यही हो, सब्जी किन्ने हो, फलफुल किन्ने हो, सामान किन्ने हो, प्याकिङ गर्ने हो, अनि सामान पठाउने हो। मेरो सामान यतिखेर अघि पुगिसक्यो क्या। म चाहिँ अब यहाँ उत्रेर एकछिन मेरो सामान्य कामहरू थियो, त्यहाँबाट सिद्ध्याएर हिँड्दै गरेको। तर कस्तो बस्ने ठाउँ पनि मजाको रहेछ नि। अब के हो नि, यहाँभित्र एउटा एट्याचर पनि बाँधेको छ यार, के गरेको होला यस्तो यार, यो के हो यस्तो यार। यो त पहिलोचोटि देखेँ मैले, एट्याचर बाँधेर राखेको छ। के हो डर मर्दो हुन्छ। सो मैले चाहिँ एउटा जुत्ता किनेर ल्याएको छु आज सबैभन्दा सस्तोमा। तपाईँको सेल भन्ने हुन्छ, एउटा सेल लाग्छ नि त, सेल लागेको बेलामा चाहिँ सामानहरू किन्नुपर्छ, जुत्ताहरू किन्नुपर्छ। कोही बेला ओमान पर्ने नेपाली 5,000 पर्नेहरू कोही बेला 2,000 नेपालीमा पनि पाइन्छ। त्यस्तो अफर आएको चलेको थियो, आज चलेको थियो, मैले किनिदिएँ अनि एउटा ल्याएँ। काठ पनि प्रशस्तै छ कि के यो, कस्तो भित्र यो तल त अन्डरग्राउन्ड त छैन, काठ पो बिछ्याएको छ। यहाँ मौसम एकदम दामी भइरहेछ, न जाडो न गर्मी। अब अलिक पछि त झन् यस्तो फुलहरू फुल्दाखेरि झनै रमाइलो हुन्छ होइन। आमामा, कहाँ घुम्ने, कहाँ जाने, तर समय हुनु पऱ्यो क्या, समय। आज म टक्क हिँड्दैछु, गाडीको बाटो छ बिचमा, मेन ठुलो रोड, तर बजारको बाटो हो कि त्यस्तो स्पिड गाडीहरू हुँदैन। अनि साइडमा चाहिँ यो हरियोमा चाहिँ साइकल कुदाउने, हल्का रातो रातो जस्तोमा चाहिँ मान्छे हिँड्ने होइन। यस्तो ठाउँमा पार्किङ गर्न पाइँदैन। यहाँबाट पानी निस्किन्छ, के अरे एउटा दमकल कुद्छ नि, दमकलको लागि पनि ठाउँ अलरेडी छोडिदिएको हुन्छ। त्यस्तो ठाउँ भएको ठाउँमा चाहिँ पार्किङ गऱ्यो भने दरो फाइन तिराउँदो रहेछ क्या। मेरो साथीलाई एउटालाई फाइन तिराएको रहेछ, डरै परेछ। लापुता कफी सप क्या, लापुता कफी सप। यो कफी सप चाहिँ कोरियामा फेमसै छ क्या। कोरियामा कफी सप एकदमै फेमस छ, राम्रो पनि चल्छ, फेमस पनि छ, चल्छ पनि। हाम्रो नेपालमा पो कफी सप चल्न गाह्रो छ त, मेग्जु मासु बियर भए पुगिगयो होइन। तर यहाँ चाहिँ कफी भनेपछि एकदमै फेमस, कफी राम्रै चल्छ पनि। हाम्रो देशमा चाहिँ पो अब कफी सप खोल्यो भने कफी कसले खाइदिने होइन, कफी सप खोलौँ कि भन्दैछु, कसले पो खाइदिने। बाइचान्स मैले खोलिहालेँ भने त यही भिडियोबाट पनि खाना आउनु भन्दै बोलाउनु त पर्यो त्यो बेला होइन। कफी सप खोल्नु मन लागेको, मासु र बियर मात्रै साह्रै चल्छ नेपालमा, अब खोलौँ कि नखोलौँ जेस। तर यहाँ चाहिँ कफी सप भनेपछि एकदम चल्छ, एकदम राम्रो चल्छ। यहाँ चाहिँ बोर्ड राख्ने सिस्टम यस्तो छ ल, हेर्नुहोस् है, ट्याक्क माथि अम्लाले पनि ताकिरहेछ कि होइन। अनि यस्तो छ नि, यस्तो पिसी भाङ, यस्तो चाहिँ हामीले खुब पढेको हो। तर यस्तो ठाउँमा के छ अहिलेसम्म म एकचोटि पसेको छुइनँ क्या, एकचोटि पनि पसेको छैन। पिसी भाङ भन्छ होइन, पिसी जोन भन्छ यहाँ चाहिँ। पिसी जोनमा के छ कस्तो छ अहिलेसम्म एकचोटि पसेको छैन क्या म। अनि पढ्दा चाहिँ पिसी भाङ भनेर पढिन्थ्यो नेपालमा। त्यो कोरियन एक्जाम दिनको लागि त्यो बुक पढिन्छ नि, त्यतिखेर त्यो पढेको। अनि त्यो पढ्दाखेरि त्यो पढेको, तर अहिलेसम्म छिरेको छैन, कस्तो छ कुन्नी। मेरो बस चढ्ने ठाउँ कहाँ छ हौ, अहिले बसले मलाई छिट्याउँछ नि,
बस पनि चढ्न पाउँदैन अनि कस्तो चेपारो घारीमा आइपुगेँ हो। गाडी चढ्ने ठाउँमा आइपुग्नु लागेँ तर मलाई नै गाडीले चेपारो जस्तो भित्तामा आइसक्यो। खै त गाडी चढ्ने ठाउँ कहाँ छ? म मोटो भएछु, मेरो भुँडी निस्किएको छ कि त्यही भएर मलाई अहिले हिँड्नै गाह्रो भएको छ। मोटाएँ म, धेरै मोटाएको छु। अब ज्यान घटाउनु पर्छ, यसरी हुँदैन। 801 नम्बरको बस 10 मिनट छ कुर्नुपर्ने। 10 मिनटसम्म के गरेर बस्ने? यस्तो हुन्छ कि कोरियाको बस चढ्ने ठाउँको बस स्टेसन, ठुलो बस स्टेसन होइन, बस कुर्ने ठाउँ। अब नेपालमा त कहाँ यस्तो जतापाइ त्यतै रोक्दैन यहाँको कोरियाको बसले होइन। यहाँ तल हात उठाएर पनि रोक्दैन, कुनै माइकोलालले रोक्नेवाला छैन त्यस्तोमा होइन। तर यहाँ चाहिँ उसले अनिवार्य रोक्छ, मान्छे थियो भने। मान्छे थिएन भने हेर्छ अनि गइहाल्छ। तर यहाँ चाहिँ अब मान्छे थियो भने अनिवार्य रोक्छ, ऊ जाने होस् कि नजाने होस् एकछिन रोकेर पनि टिक साइन पनि गर्छ अनि बल्ल अगाडि बढ्ने हो। त योभन्दा अन्य ठाउँ उसले रोक्दैन हो, पिटिकै रोक्दैन। अब त्यहाँ रोक्न खोज्यो भने त्यहाँ पनि रोक्दैन, पछाडि रोक्न खोज्यो भने पछाडि पनि रोक्दैन। उसको आफ्नै स्टेसन हुन्छ, त्योभन्दा दायाँ बायाँ रोक्नेवालै छैन कि यहाँको बसले। सिस्टम चाहिँ त्यही भएको भए चाहिँ धेरै राम्रो हुन्थ्यो नेपालमा पनि। अब जहाँ पाए त्यहीँ अब रोकेछ, 1 मिटरमा रोकेछ, 2 मिटरमा रोकेछ, जे पाए त्यही छ। कानुन बिनाको देशमा बाँच्न, जिउन, हिँड्न, खेल्न गाह्रो छ। त्यही भएर यहाँ चाहिँ एकदमै राम्रो छ सिस्टम। आजको हिँडाइ पनि निकै गाह्रो भइसक्यो। अघि पनि दौडेर गएको, अहिले आउँदा नि हिँडेर आएको होइन। अनि अँधेरो पनि भइसक्यो। बजार जहाँ एक दिन त बजार गएर आयो सक्यो। के खालको दिन हो है। अनि यसो अलिअलि मोबाइल त कोट्याएर हेरिहालिन्छ होइन। चुनावको माहौल छ, अब चुनावमा अब भोट हाल्नु त जानुपर्ने। अब भोटकै कुरा आउँछ, भोट त हाल्नुपर्ने। एक भोटले पनि ठुलो गेम खेल्छ नि त, त्यही भएर भोट हाल्नु चाहिँ मन परेको। अनि माहौल त नेपालको त बहुतै तातिएको छ। चुनावमा भोट हाल्न त पुग्नु पऱ्यो नि, के गर्ने, भएन। हामी जस्तो अर्काको देशमा गुलामी गरी खानेले न भोट दिन पाइन्छ, न भोटको बेला भनेको बेला ढ्याक्कै घर जान पाइयो, न आफ्नो रुटिनमा कुद्न पाइयो। अर्काको अन्डरमा भएपछि न आफ्नो अन्डरमा चलेको जस्तो हुन्छ। अब अर्काको अन्डरमा भएपछि त सक्यो क्या। बिहान काममा जा, बेलुकी आइज, अनि तयार हतार फतार गरेर सिध्यायो, फेरि बिहान काममा जा, बेलुकी आइज, हतार फतार। त्यसरी नै दिन बित्छ, महिना बित्छ, 6 महिना बित्छ, वर्ष दिन बित्छ। वर्ष मात्रै होइन, 2 वर्ष, 3 वर्ष, 4 वर्ष, 5 वर्ष, 6 वर्ष, 7 वर्ष। यो सबै के त भन्दाखेरि देशमा रोजगारी नभएको कारणले र केही गर्न सक्छु भन्ने आँट र हिम्मतहरू नभएको कारणले पनि हो। गर्नै पर्दा त गर्न सकिन्छ, किनकि मैले पनि पहिला गरेकै हो अलिअलि। सामान्य है, अब त्यस्तो विशाल प्रगति गर्न जिन्दगीमा अलिअलि प्रगति गर्न सकिन्छ भन्ने खालको चाहिँ होइन। साधारण जीवनयापन गर्नको लागि चाहिँ नेपालमा मजाले नै चल्छ। चल्दा चल्दै पनि म पनि विदेश आइहालेँ। अरू ठाउँ त फेरि म कुनै पनि विदेश नजाने फेरि होइन। अब कुनै पनि विदेश नजाने, अरू कहाँ जाने त? यो अब कहाँ जाने? अब झुक्कलमुक्कलमा कोरियन भाषा पढ भने पढिहाल्यो। झुक्कलमुक्कलमा नाम पनि निस्किहाल्यो। निस्केर पर्खेर बसियो लगभग 2 वर्ष जति, झन्नै 2 वर्ष जति। 18 महिना त के अरे कुरियो भनौँ न। 18 महिना, 18 महिनापछि इस्यु भइदियो। अनि 18 महिनापछि इस्यु भएपछि के भयो त? अब त्यतिखेर त्यत्रो 18 महिनामा त अब केही न केही त गर्न थालिसकेको हुन्छ होइन। मैले पनि कन्स्ट्रक्सन लाइनमा पसेर सामान्य काम गर्न थालिसकेको थिएँ। कन्स्ट्रक्सन लाइनमा मैले काठमाडौँमा सामान्य ठुटे पुमुटे ठेकदार हुन थालिसकेको थिएँ। अनि म जान्न भन्दै बसेको थिएँ। भएको साथीहरू त बाउला कोरिया जस्तो ठाउँमा नजानेर भनेर मलाई कतिले सम्झाए। अनि हतार फतार गरेर अन्तिममा कोरिया आयो। कोरिया आएर राम्रो गरिएछ, त्यो खुसी लाग्छ। अब चाहिँ घरमा पनि आइपुग्यो। ल ढोका खुल्लै छ त। खोइ त सामान ल्याएन। सामान किधर थिए? ल सामान त यहाँ पो ल्याएर छोडिदिइरहेको छ। चामल, सागसब्जी, अन्डा, अनि यहाँभित्र अरू सागसब्जीहरू छ। जम्मा कति कार्टन? 1, 2, 3, 4वटा। आमामा कति धेरै हो। तर सस्तोवाला सामानहरू कि त्यो अब के अरे कार्टुनमा, एउटा कार्टुनमा त एकैचोटि हाल्दाखेरि भरिहाल्छ। अनि सागसब्जी हल्का तरिकाले राख्नु पऱ्यो नि त, त्यही भएर एउटा कार्टुनमा सागसब्जी मात्रै, साग मात्रै चुस्सी हाल्यो
अनि पेकिङ गर्नु पर्यो। त्यसरी गर्दाखेरि कार्टन धेरै भयो अनि अन्डा माथि नै राखेका छन्। चामल यो के हो? ओके ठिक छ, सामान पनि आइसकेछ। यहाँ सामान ल्याएर घरिघरि गेट थुन्दैनन्। आज चाहिँ गेट थुनिराखेको रहेछ। गेट थुनेन भने माथि उग्रियो भने बाटोलाई डिस्टर्ब गर्छ। धेरै नजिकै पनि बनायो यो गेट पनि। साहु पनि साह्रै लोभी हो, अलिक तलैतिर गेट बनाएको भए पनि हुन्थ्यो। अब अलिकति गेट उग्रिएको थियो भने बाइचान्स गाडी आन झ्याम्मै हान्यो भने त फेरि एक्सिडेन्ट हुनसक्ने खालको सम्भावना छ। त्यही भएर अलि यता बनाएको भए हुन्थ्यो। अब ठिकै छ, सामानहरू आएछ। अब मैले चाहिँ यिनीहरूलाई व्यवस्था गरेर पकाउनु पर्ने छ। चट्ट पकाउनु पऱ्यो, चाहिने खानु पऱ्यो, चाहिने मिठो मिठो गर्नु पऱ्यो होइन, मिठो मिठो बनाउनु पऱ्यो। अब गरी खाने नै मिठो मिठो बनाएर खाने हो नि त होइन। अनि अब भोलि त सन्डे हो, सन्डे, आज स्याटरडे भइहाल्यो, भोलि सन्डे हो। अनि पर्सिदेखि त मन्डेदेखि त काम हो। अब मैले सपिङ पनि गरिसकेँ, म हस्पिटल गएको, मेरो आज हस्पिटलै बन्द रहेछ, मलाई थाहा भएन। अनि स्याटरडे कोही बेला चाहिँ अब 2 बजीसम्म हस्पिटलहरू खोल्छन्, आज चाहिँ बन्द थियो। त्यसले गर्दाखेरि मैले केही पनि गरिनँ अनि आइहालेँ। र आजको भ्लग पनि यति गर्दै र यति भन्दै म यहाँ एन्डिङ गर्न चाहन्छु। अब हामी अर्को भ्लगमा भेटौँला। आजको भ्लग तपाईँहरूलाई कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने कृपया लाइक, कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। थ्याङ्क यू सो मच फर वाचिङ। सी यू नेक्स्ट टाइम। बाई बाई।